किसानको बीचमा दुर्गन्ध अनि सिनुको साम्राज्य। त्यसै कसले भन्छ र हजुर, दृश्य नै झलझली बोल्छ। सर्लाहीको हरिण स्थित महेन्द्र राजमार्ग नजिकै चापिनी खोलाको किनारमा केही वर्ष अघि एउटा सुन्दर सपना देखियो। फोहोर व्यवस्थापनको घर बनाउने, फोहोरबाट प्राङ्गारिक मल बनाउने, नगर सफा बनाउने, किसानलाई मल र रोजगारी उपलब्ध गराउने। यही आशामा स्थानीय किसानहरूले पनि साथ दिए, आफ्नो भोग चलनको जग्गा उपलब्ध गराए। फोहोर छान्ने विशाल भवन, कार्यालय, शौचालय आदि करोडौंका संरचना पनि बने। तर अहिले यो सुन्दर उद्देश्यको कुरूप रूप प्रष्ट देखिन्छ। यहाँ खुल्ला रूपमा फालिएका छन् कुहिएका अवशेष। हावा चल्दा दुर्गन्ध वरिपरिको बस्ती र खेतसम्म पुग्छ। किसान खेतमा काम गर्दा नाक थुनेर बस्न बाध्य छन्। घरमा परिवार बसेर खाना खाइरहेको बेला पनि काग तथा अन्य चराचुरुङ्गीले सिनुको टुक्रा घर आँगनमा ल्याएर खाएको नखाइ पार्छन्। समाजमा धर्म, संस्कार र आस्था छन्, तर यस्ता आस्था विपरीत कुनै बेला घर आँगनमै चराचुरुङ्गीले सिनु र हड्डीको बिस्कुन सुकाउँछ। कुकुरहरू आएर टन्न खाएर त्यतिकै मान्छे टोक्न जस्तो भएर बसेका हुन्छन्। अब ती भुइँसीका छालाहरू भए, आन्द्राहरू भए, त्यसका लादी भुँडी, अनिखेर माछाका आन्द्राहरू, कत्लाहरू, अनि यी कुखुराका सबै फोहोरमा, अनि मरेका कुकुरहरू, हरेक चिज मरेका जति सबै जग्गा ठाउँ। अब यो फोहोर चाहिँ अलिकति राम्रो ठाउँमा व्यवस्थित गर्दाखेरि चाहिँ अलि राम्रो हुन्थ्यो। हामीलाई पनि यहाँनिर कामसाम गर्दाखेरि गन्धले चाहिँ अलिकति असर गर्छ होइन। हामीले पनि यहाँनिर काम गर्नुपर्छ। यो धेरै गनाउँछ। यो हावा चलेको बेलामा झन् भस्से यो मुखमै आउँछ तपाईँको। अब यसमा अलिकति विकसित गर्दाखेरि चाहिँ धेरै राम्रो कुरो हुन्थ्यो। घरसर बनायो, अहिलेसम्म के यताउति चाहिँ लसरबाट केही लागेको छैन। त्यही अब जतिवटा नेता आए पनि, जतिवटा जे आए पनि जस्ताको तस्तै हो। तपाईँको यो के भन्छ, यो वाल साल लगाएको छ, यो भत्किसकेको छ। मान्छे हेरेर राखेको मान्छे पनि तलब दिएन भने फर्केर गयो। जुन हामीले नगरपालिका अन्तर्गत हामी किसान यहाँको नागरिकहरूले चाहिँ हरियो नगरपालिकाको विकास हुन्छ। नयाँ हरियो नगरपालिकाले आफू खुसी राम्रो प्रगति गर्न सक्छ भनेर जमिन दिएका थियौँ। तर अहिले कालान्तरमा आएर चाहिँ के भयो भने यो फोहोर व्यवस्थापन डम्पिङ साइट भयो। यसले गर्दा यहाँ के विकृति भयो भने, एक यसले हामीलाई लगभग 500 मिटरसम्मको गाउँ जनताहरूलाई दुर्गन्धित बनाइराखेको छ होइन। यसमा नगरपालिकाले चाहिँ यो क्षेत्रलाई व्यवस्थित गरेर बजार व्यवस्थापन, खेलकुद, स्टेडियमहरू, रङ्गशालाहरू जस्तोमा लगानी गरेर, होटलहरू प्रवर्धन गरेर व्यावसायिक क्षेत्रमा चाहिँ लगानी गरे भए राम्रो हुने थियो। तर यो डम्पिङ साइट गरेर बजारको त्यो मरेका भैँसीका ती खुट्टा छाला सबै ल्याएर डम्पिङ गरेर यो एरिया हाम्रो वडा नम्बर 8 र वडा नम्बर 4 को जनतालाई समेत धेरै दुर्गन्धित बनाएर धेरै मान्छे पनि बिरामी भइरहेका छन्। पनि बेला बेलामा कुरा राखिराखेको नगरपालिकामा, तर यसमा कुनै सुनवाई भएको छैन। के यो समस्या समाधान गर्न नसकिने नै हो त? अवश्य होइन। नेपालकै ब्यास, वालिङ, धनकुटा, हेटौँडा जस्ता सहरहरूले फोहोर व्यवस्थापनलाई अवसरमा बदल्न सक्छन् भने हरिउनले किन सक्दैन? यही ठाउँलाई व्यवस्थित गरेर सुगन्ध फैल्याउने थलो बनाउन सकिन्छ। फोहोरका अवशेष प्रयोग गरेर सुन्दर पार्क बनाउन सकिन्छ। फोहोरबाट मर निकाल्न सकिन्छ। बिहान नागरिकहरू टहल्न आउने ठाउँ बनाउन सकिन्छ। युवाहरू खेल्न आउने मैदान बनाउन सकिन्छ। यहाँ दिउँसै डर लाग्ने स्याल र कुकुरको साम्राज्य छ। यहाँ आसपासका किसान दुर्गन्ध रोक्न माग लिएर पटक पटक नगरपालिका पुगेर थाकिसकेका छन्। खेतमा अन्न फल्नु पर्ने हो, प्लास्टिक र सिनु होइन। फोहोर व्यवस्थापन गर्नुपर्ने हो, समस्या बनाउने होइन। जनप्रतिनिधि ज्यूहरू, तपाईसँग जनशक्ति छ, तपाईसँग पुँजी छ, तपाईसँग अनुभवी कामदार छन्, स्रोत साधनले सम्पन्न छ हरियो नगरपालिका। तर पनि यो गाई जात्रा किन? ए हजुर, अझै पनि समय छ। स्रोत साधनको साम्राज्यमै बस्नु भएको छ। कुम्भकर्ण निन्द्राबाट बिउजने कि हामीले नगरे गर्ने हो कसले? आजै नगरे गर्ने हो कहिले? लिएर एक मुठी धरतीको माटो, एउटा शपथ खानु छ मै।